सबैजनालाई नमस्ते। आज बिहान भएको नास्ता गर्दैछु कि अहिले कति 10 बजी होला हो। हामी चाहिँ अब भात खाँदैछौँ। नास्ता भन्यो भने र हामी अरुणाचलमा त अहिले म भात खानु हुँदैछु। भातमा भात छ हो, माछा छ, फिस, आलु भाजी, अरू यो तपाईँको सिस्नु। यो सिस्नु हेर्नुहोस् कति मिठो हुन्छ। यो सिस्नु हेर्नुहोस् बहुत तागत दिन्छ यसले। पहाडतिर उकालोतिर हिँड्नुको लागि है एकदम खुट्टामा तागत दिन्छ के। बहुत राम्रो खानुको लागि, औषधि जस्तै हो, राम्रो हो। अब भात सात खाइन्छ। यो माछा हो, फ्राई माछा, आलु भाजी, अनि सिस्नु यसरी खान्छ। मिठो छ, एकदम मिठो। हामी नेपालीहरू चाहिँ यो सिस्नु चाहिँ खानुपर्छ के। सिस्नु खानु तागतहरू धेरै छ हो। त्यही कारण सिस्नु चाहिँ जङ्गलमा पाइन्छ, तर खाने सिस्नु चाहिँ खानुपर्छ है। फेरि तपाईँको हरियो सिस्नु हुन्छ, खाने होला, त्यो चाहिँ मिठो हुन्छ। यसरी खायौँ, यसरी दिनु। हामी त यस्तै खान्छौँ कि सिस्नुहरू। आज ढेँडो छैन सिस्नुमा, लेकिन भात चाहिँ छ। त्यही कारण आज ढेँडो बनाएन, आज चाहिँ भाती बनाएको। ढेँडोसँग चाहिँ राम्रो मिठो हुन्छ नि सिस्नु पनि है। अहिले चाहिँ हामी भातसँग खाँदैछौँ। यस्तो सिस्नुहरू, जङ्गल चिज खायो भने तागत पाउँछ कि, औषधि, बिमारहरू पनि निको हुन्छ अलिअलि। यसरी भात खायो हो, यसरी भात खायो। फ्राई फिस एकदम टेस्टी हुन्छ। यहाँ लोकल फिस फ्राई। सिस्नु प्राय भएको नेपालीहरूले सिस्नु बहुत खान्छ। नेपालमा पनि खान्छ, अरुणाचल, इन्डियामा पनि खान्छ है। नेपालीहरू जहाँ बसेका त्यहाँ। त्यही कारण सिस्नु खायो भने चाहिँ एकदम बिमारहरू पनि निको हुन्छ, तागतहरू एकदम भेट्छ, प्रोटिन पनि छ कि यसमा। जिउ दुख्ने बिमारहरू, जिउहरू दुखेको, खुट्टाहरू दुखेको सबै यसले अलिक निको गर्छ। यो सिस्नु खायो भने पकाएर है। अहिले चाहिँ राम्रो धोएर है बर्तनमा हालेर पकाउनुपर्छ, मिठो हुन्छ नि। म चाहिँ काँचको थालीमा चाहिँ खाना खाँदैछु हो, अनि बाटीमा सिस्नु छ हो। हेर्नुहोस् यसरी बसेर ज्याम्मा खाँदैछु। माछा लोकल यहाँको नदीको खोलाको एकदम टेस्टी हुन्छ। यस्तो लोकल माछा खानुपर्छ कि। बजारको त अब औषधिहरू लगाएको हो, दबाईहरू लगाएको, मेडिसिन लगाएको, दानाहरू दिन्छ, त्यो खान्छ। त्यो चाहिँ एकदम मजा आउँछ। त्यस्तो खानु राम्रो होइन बजारको चिज। हामी चाहिँ एकदम अर्ग्यानिक खान्छु क्या। फिस पनि अर्ग्यानिक हो, नजिक खोलाको। सिस्नु पनि जङ्गलको अर्ग्यानिक हो। भात मात्रै अब भन्दाखेरि अब चामल सबैले खान्छ, सब्जीहरूले अर्ग्यानिकै खान्छ नि ज्यादा। यसरी खानुहोस् तपाईँहरू पनि, आफ्नो सेहतको लागि राम्रो हो। बजारको चिजहरू बेसी नखानुहोस्। भन्दा ब्रोइलरको मासुहरू हो बेसी खानु हुँदैन। यस्तो लोकल चाहिँ खानुहोस् कि। अब टाउनमा बस्नेहरू त अब लोकल त कहाँ पाइन्छ है, उनीहरू त ब्रोइलर सबै खाइन्छ। हामी चाहिँ अब बस्तीमा बसिन्छ, यस्तो खाइन्छ। सिस्नुको सब्जी, दाल, माछा, फ्राई माछा, भात यसरी कपा खाइन्छ। देख्न उकालो त सास नफेरिकन एकदम हिँडिन्छ नि। 25 केजी 30 केजी 50 केजी भारी बोकेर हिँड्छु उकालो पुरा।
2 दिनको बाटोमा हिँड्छ पुरा उकालो। यो गाइस साथीहरू मैले खाएको कस्तो लाग्यो हेर्नुहोस् मेरो सब्जीहरू हो, मेरो यो दाल इस्कुसको माछाहरू फ्राईहरू कस्तो लाग्यो यस्तो हेरेर यस्तो लाइक कमेन्ट सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु ल है। धन्यवाद छ है।